अब चाहिँ मेरो बारीमा अलिअलि फर्सीका मुन्टा हुन लागिसकेका छन्। आज भने म टिप्दैछु के। अस्ति नै साग थियो, हरियो परियो चाहिँ मेरो घरमा प्रायः जस्तो टुट्दैन के। खेती गर्नेको फाइदा यही हो। अब खेती गर्दा कहिले कहिले अल्छी लाग्छ, थकाइ पनि लाग्छ, तर हेर्नु न अब यस्तो अर्ग्यानिक तरकारीहरू टिपेर खाँदाखेरि कस्तो मिठो हुन्छ, कस्तो राम्रो हैन। ल हेर्नु कस्तो ताजा फर्सीका मुन्टा। अब बजारमा आउनु त हेर्नु कति ठुल्ठुला छिप्पेका कस्ता आउँछन् के केलाउँदाखेरि यति हुँदैन। अब आफ्नो बारीमा त हेर्नु यिनी पातै टिपे पनि यस्तो कलिला छन्। अब त्यस्तो राम्रो ठुला नभए नि जस्तो भए नि मिठो हुन्छ के। अब ताजा खाना पाइन्छ, त्यही चाहिँ मलाई खुसी लाग्छ। मकै पनि यत्रा भइसकेका छन्। आज म बारीतिरै छु, अलिकति मुन्टा पनि निकाल्दैछु, मकै गोडमेल गर्दैछु। धेरै काम हुन्छ के मेरो बारीमा आएपछि। अब यस्तो राम्रो फर्सीका मुन्टा नि एक छाक जति टिपे हैन। अब यो चाहिँ पहिलो पालीको है फर्सीको मुन्टा, अझै त टिप्ने भए छैनन् के मेरा। अहिले चाहिँ यति टिप